सुनसरी बहुद्देश्य कृषि फार्मको प्रवेशद्वार निर्माणाधीन प्रवेशद्वार यो देखिरहनु भएको छ र यहाँ भवन नम्बर 1 2 अनि त्यसपछि पर ड्रागन फ्रुट र यहाँ प्रवेशद्वारको यो पुलको डेकोरेसन भइरहेको छ। अगाडि हुनुहुन्छ दाइ अनिल चौधरी र यहाँ भाइ मतिज बसन्त र यहाँ छेउमा देखिरहनु भएको छ लामो लाइन, लामो ताती, गाडी नै गाडी, यो माटो बोक्ने गाडीहरूको लाइन देखिरहेका छौँ र पर हाम्रो चाहिँ निर्माणाधीन पोखरी 5 वटा पोखरी मध्ये पहिलो पोखरी निर्माण सम्पन्नको अवस्थामा छ भने बाँकी जारी नै छ र यहाँ गाडी बस गाडीले चाहिँ यहाँ मिलाउने काम भइरहेको छ जेसीबीले एक्सकाभेटरले है र यसरी हाम्रो निर्माण कार्य निरन्तर जारी छ।